पर्दै थियो यस्तो छिटो यो फगी मलेसियाको रहेछ यो ब्लू वाला मलेसियाको हो क्यामेरामा हेर्दै हात हल्लाउँछ हो केटाहरू फोन झारी पठाउने क्या रास्ता है भाई सो गुड मर्निङ बिहानै भइसकेको छ हाम्रो आदित्य भाइ सुतिरहेको छ अहिलेसम्म है र उसलाई अब उठाउनु पर्ने छ हेर यो सुतेको 6 बजिसक्यो 6 बज्यो 6 Good morning. Good morning. कोको गुड मर्निङ हेलो सबै कुरा बोक्यो दिन पनि राम्रो भएछ आज है हुन्छ आमा गएँ त्यसो भए ल त्यसो भए अब आमालाई पनि बिदा मागेर अब हामी निस्किँदैछौँ पहिला सुरु अब हामी चाहिँ राबङ्ला जाने हो राबङ्ला गएर त्यसपछि नाम्ची हुँदै हुँदै हामी सदाम आउने अब यो जाडोमा हामी रानीपुलबाट घरबाट हामी हिँडिसकेको छौँ र यति बेला आजको दिन हाम्रो एकदम च्यालेन्जिङ हुनेवाला छ आजको दिन अब यो यहाँनिर गाडीमा हल्का तेल सेल हाल्ने हो लु त हियर वी गो आदित्य र म हामी दुईजना मात्रै आज दिन चाहिँ एकदमै जाडो छ है गाइस अब बाटो पनि त्यस्तो थाहा छैन गाइस हामीलाई चाहिँ अब गुगल म्याप हेर्दै मान्छेहरूलाई सोध्दै जाने हो यो हाइवेमा कुदाउनु चाहिँ यु हेभ टु बी भेरी केयरफुल है यहाँनिर गाडीहरू यस्तो स्पिड कुद्छ कुराहरू बोकेर चाहिँ अब हामी फेरि अब सिङदामदेखि उता अब नेक्स्ट रोड हामी भन्नु आँटेको तिमीतार्कोदेखि है तिमीतार्को अब गुगल म्यापको भरोसा छ त्यस्तै याद छैन सिक्किममै बसेर होला त झर्दैन झऱ्यो भने अब भगवान् भरोसा गाइस हामी भर्खर अब सिक्किमबाट हिँड्यो हल्का पानी परेकोले एकदम बढी छ सुन न यहाँबाट राबङ्ला जाँदा कुन चाहिँ बाटो जान्छ यता टिभी भएर कता हामीलाई नयाँ ब्रिजको बाटो भएर तिमी
बजार नलेज कि कुन चाहिँ उहाँहरूबाट जानु भनेर चाहिँ हामीलाई एकजना साथीले चाहिँ भन्यो। आगे टाटा पछि टाटा है यो रोड भरे यस्तो ए हुन्छ हजुर ए हुन्छ के हो बाटो त यहाँ चाहिँ अलिकति खराब रहेछ बाटो। यो पानीले चाहिँ यस्तो साह्रो पाऱ्यो कि हामीलाई। अब हेर्नुहोस् न कति ठाउँ रोड एकदम राम्रो छ, कति ठाउँ चाहिँ अलिक बिग्रेको छ। यहाँनिर चाहिँ पछाडिकोलाई एकछिन उतारिकन हिँडेको, किन भन्दा यहाँनिर चाहिँ टायर झन्डैले स्लिप भयो। यस्तोमा चाहिँ लड्ने चान्सेसहरू धेरै हुन्छ। ओ भाई ये क्या रास्ता है जुत्ता हेर न जुत्ता चाहिँ हाम्रो एकदम ब्याडली खराब भइदियो ब्याडली खराब भइदियो खराब भन्दा पनि इन्जोर्ड भइदियो म त के भन्नु त के भयो उयोमा म त धोन्द्रो हुँदिन पछि जस्तो लाग्दिएको त हुन्छ नि औ त्यो हिलोमा चाहिँ मैले त्यही भएर तिमीलाई निस्का भनेको म चाहिँ दुईटा खुट्टा निकाल्नै पर्ने कर लाग्यो हो त्यो त हो दा मैले पनि याद गरेँ टायर सुल्केको जस्तो भयो है ओ सुल्के जस्तो हल्का स्लिप भयो यहाँ जुत्ताको गति हेर गाइस हो अब यो जग्गा सायद अमले जस्तो लाग्यो मलाई चाहिँ आई डोन्ट नो एक्ज्याक्ट अमले चाहिँ प्राय गमले रहेछ है यहाँ हेर हाम्रो पाला भाइको हालत हल्का यसरी पुस्छ अब जुत्ताहरू पुसपास पारेर हामी फेरि आफ्नो डेस्टिनेसनतर्फ हामी लाग्यौँ। यो बाटो चाहिँ अब सिधा गयो भने चाहिँ हामी राबङ्ला पुग्ने रहेछ। घाम लाग्यो अब चाहिँ अलिक स्पिड बढाएर हामी फिल्डमा जाँदैछौँ। यहाँ चाहिँ अलिक खराब रहेछ बाटो तिम्रो अङ्गालोमा पानी थियो। ओ माई गुडनेस अब यहाँदेखि चाहिँ ओन्ली 7 किलोमिटर रहेछ राबङ्ला। सो एकजना वी आर हेडिङ टुवर्ड्स राबङ्ला यही बाटो हो सिधै रोड चाहिँ दामी छ
सो इभेन्चुली 3 घन्टा यात्रा गरेर हामी फाइनली बुद्ध पार्क राभाङलाई आइपुग्यौँ। जाडो भइदिएको अन्त यो चाहिँ म त तिमीले लगायो भनेर म सोच्छु। अनएक्सपेक्टेड जाडो भइदियो। तर म पहिला योभन्दा अगाडि आउँदा यस्तो उयो चाहिँ थिएन, यस्तो कुहिरोहरू लगाएको चाहिँ थिएन त्यति बेला चाहिँ। फगी हेर्नुहोस् त, यति बेसी फगी छ राभाङलामा। त्यस्तै यो It's too cold है त। हो अनि त्यहाँदेखि अब हामी चाहिँ यहाँदेखि तल जाँदैछ घुम्नु, किन भन्दा अब पहिला हामी यहाँनिर आएको थिएन घुम्नु, अन्त यो ओह्रालोपट्टि चाहिँ मानीहरू रहेछ। पहिला हामी यो ठाउँ चाहिँ आएको थिएन नि त। म यो नो गएन म लास्ट टाइम आउँदा नो आई डिडन्ट। ओके लाको यो बुद्ध पार्क हामी म्युजियममा आइसकेको छ। अन्त यहाँनिर तपाईँहरूले धेरैवटा चिज देख्न सक्नुहुन्छ है, यहाँनिर राखेको रहेछ है। सबभन्दा पहिला चाहिँ म तपाईँलाई यो देखाउन चाहन्छु। यो उहिले सायद यो ब्रिटिसको टाइमदेखिको होला, यो कोइनहरू यहाँनिर कोइन्सको कलेक्सन रहेछ हो। अन्त हेर्दै गइदिए त्यहाँनिर चाहिँ यो हलो रहेछ, यो वुडन प्लग रहेछ हो। डु नट टच भनेर लेखेको रहेछ हो। यो चाहिँ सायद पहिलाको त्यो उयो जस्तो लाग्यो, रेडियो टाइपको गानाहरू सुन्ने है, पहिलाको रेडियो खालको नेटवर्क। यस्तो फोन त मैले साँच्चै भनेको फर्स्ट टाइम देखेँ। यो माथिको पनि पिक्चरमै देखेको मैले। यस्तो पनि हो। यो माथिको चाहिँ के हो? अन टप यो उयो गीत बजाउने पहिला त्यो तालिम सुनमा भएको जस्तो हेऱ्यो भने त यहाँ त हेरेको रहेछ नि के हो। यो पहिलाको टिभी यो यस्तो टक 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 घुमाउँदाखेरि चाहिँ च्यानल चेन्ज हुने हो। आई थिङ्क यो उयोलाई टेप जस्तो लाग्यो। उयो जस्तो लागेन, लानीको एम्प, गिटार एम्प है। रिचुअल ड्रम अरे यो चाहिँ सायद झाँक्रीको जस्तो लाग्यो। यो चाहिँ बिजुवाहरू झाँक्रीहरूको यो पनि केही बजाउने जस्तो लाग्यो। यस्तो चाहिँ लु मैले पहिला भिडियो गेममै देखेको अलादिनको जिन अलादिनको यो यस्तो खोल्दा चाहिँ अलादिन। हामीले तर यो पनि चलायो एक समयमा सानोमा। लालटिन भयो, यस्तो रहेछ यो यो चाहिँ कार्डामम हार्भेस्टिङ नाइफ। त्यो घिउ बनाउँदा यस्तो त्यो के हो, त्यो त उयो गर्छ नि, फिल्टर गर्छ नि, हो त्यो उयो घिउ बनाउने। मजाको रहेछ है। बटर टी मेकर एन्ड दिस वान बोटल गड। मोटर एन्ड पेस्टो। पहिला उयो के भन्छ, धान रोप्दाखेरि चाहिँ यस्तो पानीले नभिजोस् भनेर ओरेर चाहिँ रोप्थ्यो होइन। ओके यो त बाँसको सिटाले बुनेको हो नि। सिटा होइन, उयो चोया ल्याम्प, केरोसिन ल्याम्प पिसहरू छ त। टस बोकेर नि धेरैपल्ट टोइलेट गयो उहिले। यो बोल्थ्यो नि यहाँ चाहिँ बत्ती आएको जस्तो बनाइन्थ्यो घर डल्लै हो। बत्ती जाँदाखेरि यो हेर, व्हाट इज दैट? चुला त्यो दुई मुखे चुला रहेछ। के यस्तो डिजाइनै हो कि लाइक चर्केको हो यो? यो चर्केको हो तिम्रो। यो माथि यो दाउरा राख्ने यो अगेना भन्छ होइन, यो दाउरा राख्नेलाई बस्तीमा काइन्ड अफ त्यस्तै फिलिङ भयो हुन्छ नि। पानीहरूबाट जोगाउने कामहरू गर्दा त्यस्तो लाग्यो। अम्ब्रेला जस्तो। यो चाहिँ अलिक लामो रहेछ नि त है, मतलब सबै जग्गा के हो टाउको यहाँ भयो भने यो चाहिँ बाहिरबाट साइडमा। अम्ब्रेला नै होला हौ सायद यो। के गर्छ यसले चाहिँ? ब्याम्बो रेड ह्याट हलो जस्तो पनि छ। चाल्ने जस्तो देखिनँ मैले त चाल्ने जस्तो देखेँ नि। त्यो त्यस्तै हो, चाल्ने त हो त। चाल्ने हो चाल्ने हो पहिलेको। कस्तो अर्कै खालको रहेछ है। एभ्रिथिङ इज हियर हो दा।
त्यही त यो ओरिजिनल हो नि हौ यो ताँबा मोदीजीले बन्द गरिदिएको पैसा 1000 रुपियाँ रहेछ यो भुटानको रहेछ नेपालको नेपालको पनि रहेछ हो यो पनि नेपालकै हो यो चितुवा भएको हो यो चाहिँ कहाँको हो भियतनामको रहेछ हेर भियतनामको रहेछ यो इन्डिया भयो यो चाइनाको मौजेडोङ अब चाइनाको 1 रुपियाँ लु फर्स्ट टाइम देखेको मैले यो चाइनाको चाहिँ लु मौजेडोङ यो सायद इन्डोनेसियाको हुनुपर्छ है भाषा हेर न इन्डोनेसियाको हो यो त अब यसको त अब यो त सबैलाई चिन्छ होइन डलर मलेसियाको रहेछ यो ब्लूवाला मलेसियाको हो यिनीहरू इन्डियाको पहिलाको 1 रुपियाँ 2 रुपियाँको नोटहरू इन्डियाको है हेर त्यति बेला नोट हुन्थ्यो यो ट्र्याक्टरवाला 5 रुपियाँ हरायो अब पाउँदैन हो यो भुटानको रहेछ सिङ्गापुरको भियतनामको रहेछ लु तर चाइनाको चाहिँ लु फर्स्ट टाइम देखेको मैले पैसा है लु त्यति नै रहेछ अब बेसी छैन यो ढुङ्ग्रो रहेछ सो फिलहाल हामी चाहिँ खाँदैछौँ राबङ्ला बजारमा बिचारो हिले हेरेको म चाहिँ हाम्रो साथी भाउनीसँग जाँदैछौँ छोजो लेक हल्का भ्लग टाइपको क्या हो बनाउँदै आइदिएको अस्ति माथि रोक्यो माथि आएको छ क्यामेरामा हेर्दै हात हल्लाउँछ हो केटाहरू त्यो दिन फ्रेस भनेको चाहिँ म मात्रै थिएँ लु साँच्ची भने म पनि छ्याप्पै थिएँ तर कन्ट्रोल क्या त्यो दिन चाहिँ साँच्ची लु शुभजितलाई चाहिँ साथी तिमीलाई यमराजले बचायो अर्को मान्छे पनि निकिलो भाइ पनि बेल्ट निकालेर आइपुगिहालेछ हाम्रो गल्ती नभएको भए त ती पड्किन्थ्यो नि केटीहरूलाई कस्तो मुख छ लाल थारो लाइनमा खासमा तिमी र मैले के हो अन्त औ खासमा चाहिँ नि त्यो दिन चाहिँ आगोमा घिउ हाल्ने काम चाहिँ कसले गर्यो भने त आर्यन भाइले गर्यो त्यो केटीलाई त हात जोडिन्छ त भइदियो क्या लाइफमा फर्स्ट टाइम केटीलाई हात जोड्छ हो नि हौ मैले स्कुल आइली होइन एउटा केही न केही प्रुफ त बोक्नु पऱ्यो नि त हो लेक सेटिस बनाउँछ मैले त्यही गरेको रोटी ठुलो पनि हो त्यही त सो यहाँ छोजो लेकमा चाहिँ यसरी बोटिङ हुँदो रहेछ यहाँ चाहिँ यता योमा एउटा खिच्नु पर्ने है त मजा भयो हाम्रो साथी भवानी चाहिँ अहिले एकछिन गाडीमा गएको छ ऊ पर ए ल्याउ न साथीले छुर्पी लिएर आउँदैछ ल धन्यवाद यहाँ पनि एउटा टक्कै सो फिलहाल हामी चाहिँ राबङ्ला बजारमा बिचारो हिले हेरेको अब चाहिँ राबङ्ला घुमिसकेर अब हामी दामथाङको रोड भएर हामी नाम्ची जाँदैछौँ र अब नाम्चीमा कता कता हुन्छ त्यहाँ घुमेर अब हामी फाइनली सदन जान्छौँ र अब यो चाहिँ हाम्रो सेकेन्ड पार्टमा हाल्छु है ल सो अहिलेलाई भने चाहिँ यति नै बाई बाई गाइस